यिर्मिया 33 को 6 पदलाई हेरौँ। हुन्छ, यहाँ यसरी लेखेको छ, तापनि म त्यसमा स्वास्थ्य र आरोग्य ल्याउनेछु, म मेरो प्रजालाई निको पार्नेछु अनि प्रशस्त शान्ति र सुरक्षाको भोग गर्न दिनेछु। आमेन। परमेश्वरलाई धन्यवाद भएको। यो चाहिँ हामी सबै रोगी बिमारी भएर प्रभुले हाम्रो दुर्बलताहरू हाम्रो अधर्महरू क्षमा गरेर अन्तिम लास्टमा चाहिँ यो के गर्नुभएको छ, तपाईँ र मेरो शिरमा है आशिष बोलिदिनु भएको छ। आमेन। यो चाहिँ यो शब्द चाहिँ के हो, वचन कतिको अरे यिर्मिया 33 को 6 पदले हामी माथि के गर्छ, आशिषको मुकुट ल्याउँछ। आमेन। उहाँले के भन्नुभएको छ फेरि एकचोटि सुनाइदिनुस् त। तापनि म त्यसमा स्वस्थ र आरोग्यता ल्याउनेछु, म मेरो प्रजालाई निको पार्नेछु अनि प्रशस्त शान्ति र सुरक्षा गर्न दिनेछु। आमेन। यो चाहिँ के हो, तपाईँ र ममा भएका हाम्रो दुर्बलताहरू निको भएको कारणले आज तपाईँ र मेरो जीवनमा के छ, शान्ति है सुरक्षा आनन्द भोग गर्न दिनुभएको छ। त्यसले गर्दा जब प्रभुलाई पाइयो, साँच्चै नै यदि वचन तपाईँ र मेरो हृदयमा छ भने ती चिन्ताहरू, ती फिक्रीहरू, ती दुर्बलताहरू साँच्चै नै हाम्रो हृदयमा छैन होला। जहाँसम्म यदि तपाईँले र मैले प्रभुलाई साँच्चै हृदयदेखि नै विश्वास गरेका छौँ भने, यदि छैनौँ भने हरेक किसिमका रोग हुनसक्छ, हरेक प्रकारका रोग हुनसक्छ, हर कुरामा हरेक दुर्बलताहरू हुनसक्छ। तर छ भने पनि आजैबाट नष्ट गर्नुपर्छ। आमेन। प्रभुलाई जब देखेन हामीले प्रभुलाई विश्वास गरियो, प्रभुलाई चिनियो, तबबाटै हाम्रा अपराधहरू क्षमा भइसकेको छ, हाम्रा रोगहरू निको भइसकेको छ। प्रभुले भन्नुभएको छ यिर्मिया 33 को 6 पदमा है, तिमीहरूलाई के गर्नेछु, सुख शान्ति स्वास्थ्य र आरोग्य ल्याउनेछु। हेर्नुहोस् त, स्वास्थ्य भनेको के हो त, बिरामी भन्नुभएको छ त, घुँडा र मन्डो एकै ठाउँ जोडिएर टेक्ने गराउने छु भन्नुभएको छ त, छैन। प्रभुको चाहना के छ, मेरा छोराछोरी निरोगी हुन्, स्वास्थ्य रहन् भन्ने चाहनु भएको छ। त्यस कारणले गर्दाखेरि तपाईँ र मलाई चाहिँ यो पदले हामीलाई के गर्छ, आशिष ल्याउँछ। आमेन। ल, परमेश्वरलाई धन्यवाद भएको होस्। आज समय आराधनाले समय खाएको कारणले गर्दा तपाईँ मसँगै छोटो समयमै रहनुभयो। साँच्चै नै मलाई विश्वास छ, किनभने